हेलो वेलकम गुड इभिनिङ। अहिले चाहिँ हामी ठ्याक्कै जबेल हफिज पार्क अलाइनको एउटा हिलमा छौँ सबैजना। आज एउटा अनप्लान ट्रिप थियो हाम्रो चाहिँ, सबैजना आइयो। अब एकछिन यहाँ घुमफिर गरेर यसो रमाइलो गरेर हाम्रो चाहिँ फर्किने प्लान छ। दिस इज द भ्यू, दिस इज अलाइन सिटी। दामी छ, मौसम पनि एकदम न चिसो न गर्मी हैन, एकदम सही छ। ल तपाईहरु पनि यदि अलाइनमा हुनुहुन्छ भने चाहिँ एकचोटि अवश्य यो जबेल हफिज पार्क माउन्टेन पार्कमा एकचोटि आउनु होला। एकदम दामी छ। यहाँबाट चाहिँ स्पेसल्ली अलाइनको सिटी भ्यू हेर्न पाइन्छ। जस्तो कुनै भ्यू टावर छैन, तर भ्यू टावर जतिकै छ, एकदमै हिलमा भएकोले गर्दाखेरि चाहिँ यहाँबाट कुनै भ्यू टावर चढ्नै पर्दैन। अलाइन सिटी हेर्नको लागि रातमा आउँदा अझ अलाइनको त्यो जुन खुबसुरत सुन्दरता भनिन्छ, सुन्दरता चाहिँ एकदम मजाले देख्न सकिन्छ। यु क्यान सी अल्सो। यो चाहिँ अलाइनको जबेल हफिज पार्क माउन्टेन पार्क भन्छ। एकदम यहाँबाट चाहिँ अलाइन सिटी, यही हो अलाइन सिटी भनेको चाहिँ। This is Alain city. You can see the view of beautiful Alain city. Our today driving our Mr. Handsome Dai दाजु ड्राइभिङ गर्दै हुनुहुन्छ। यहाँ अलिकति अँध्यारो भयो, लाइट पाल्दिन्छ। हाम्रो निमेश दाइले ड्राइभिङ गर्दै हुनुहुन्छ। So we are going. यदि तपाईहरु अलाइनमा हुनुहुन्छ भने एकचोटि यो जबेल हफिज पार्क चाहिँ डेफिनेटली घुम्न आउनु होला। एकदमै राम्रो छ। राम्रो यसकारण छ कि यो जबेल हफिज माउन्टेन पार्कबाट चाहिँ अलाइनको यस्तो राम्रो नाइटमा आउनु भयो भने यस्तो राम्रो भ्यू देख्न सक्नुहुन्छ। वाउ, इट्स अमेजिङ है। सो देयर इज लट अफ प्लेस टु यु क्यान इन्जोय। यदि तपाईहरुको ड्रिंक गर्ने बानी छ भने तपाईहरु मजाले ल्याएर या वाट एभर यु वान्ट यु क्यान डु द्याट। या यु क्यान डु एनीथिङ। या दिस इज भेरी गुड। सो प्लिज आई रिकमेन्ड यु एभ्रीवन, इफ यु स्टेइङ अलाइन, इफ यु लिभिङ इन अलाइन, प्लिज visit once जबेल हफिज माउन्टेन पार्क. This is the very beautiful place, but main thing is driver should be professional because this is very rounding and up down. So it's you can you know driver should be experienced, otherwise it's something happen. Yeah. के छ निमेश दाइ, ठीक छ? के छ ड्राइभिङ गर्न यो पहाडी बाटोमा कतिको गाह्रो हुन्छ? थोरै ओकालो ओह्रालो हुँदा गाह्रो चाहिँ हुन्छ हैन, तर जस रमाइलो छ। हेर्नु न अलाइन भ्यू सिटी हेर्नु न कस्तो दामी छ। झट्टै हेर्दा त हामीलाई अलाइन सानो जस्तो लाग्छ, तर धेरै ठुलो छ क्या अलाइन। जति हामीले सोचेको छौँ त्योभन्दा मलाई चाहिँ अलाइन 5 वर्ष भयो हैन बसेको पनि यति रमाइलो लाग्छ नि यो अलाइन। अब घर जाँदा चाहिँ यहीँबाट जाने हो, नत्र यहीँ बस्न पाए हुन्थ्यो भने जस्तो लाग्छ कि। साह्रै रमाइलो लाग्छ यो ठाउँ चाहिँ मलाई हैन। ठ्याक्कै हाम्रो उता अब झापाबाट इलामतिर गए जस्तै बाटो छ। बाटो चाहिँ धेरै फराकिलो। अब उताको चाहिँ सानो छ, यहाँ चाहिँ 4 लेनको बाटो छ। एकदम पहाड भए पनि जस्ट इट्स भेरी बेटर. Today we spent very well time with
Mr. Suman, Mr. Sandeep, Santosh, Mr. Nimesh Dai, with everyone. Today is very good day. We enjoy a lot of enjoy. We made some TikToks also. पहाडी बाटो भए पनि हेर्नुहोस् न यति फरकले यो बाटो हेर्दा लाग्दैन तपाईलाई अहिले हामी धेरै हाइटमा छौं यो अलाइनको यति हिल एरिया हो पहाडलाई काटेर बाटो 4 लेनको बाटो बनाएको छ के यदि नेपालका पनि पहाडी जिल्लाहरुमा यसरी नै व्यवस्थित बाटो बनाउने हो भने लगभग 60 to 70% दुर्घटनाहरू कम हुने थियो तर नेपालका त अब सबै भ्रष्टाचार चोर दलाल छन् भ्रष्टाचार गरेपछि कहाँबाट देश बन्छ जब कुनै पनि लिडरमा भिजन हुन्छ आफ्नो देशलाई विकास गर्ने यस्तो बाटो भन्छ क्या यस्तो हाइटमा पनि 4 लेनको दिस इज द भिजन अफ लिडरशिप सन्तोष भाइलाई अहिले कुदाउनु दिने भने के सन्तोष तिमी पुर्याउन सक्छौ सक्दैन थियौ हैन म सक्छु दाइ तर चाहिँ मैले चाहिँ रिस्क लिन सक्दिन हाम्रो दाइ हुनुहुन्छ सिनियर दाइ तिमी साच्चै पुर्याउँथ्यौ हैन मैले पुर्याउँछु टु बी अनेस्ट हैन अघि आउँदा त तिमीले राम्रो कुदायो हैन तर अहिले त हल्का अलिकति बोली लर पराइराखेको छ हैन तर खुट्टा त फेरि ठिठाममा जान्छ गाडी कुदाउन सक्छौ हैन तर अहिले निमेश दाइ हुनुहुन्छ हैन निमेश दाइले ही इज द आवर सिनियर ब्रदर so he is always sincere about us so he did not drink because he has to drive that's why city from the Jabalapur Park this is the view this is all